ल हाम्रो सिफ्ट चेन्ज हुँदैछ है गाइजहरू ल ल गाइजहरू हिँडिसक्यो यता हाम्रो दाइ दुर्गा दाइ हिँडिसके ठुल दाइ यता लुगा लगाइरहेको छ है गाइजहरू ल छिटो छिटो गरौँ है गाइजहरू हाम्रो सिफ्ट चेन्ज है पहिलो ल गाइजहरू यो चाहिँ मलेसियाको घाम हो हामी चाहिँ सिफ्ट चेन्ज हो आज ड्युटी जाँदैछौँ होइन सिफ्ट चेन्ज छ मेरो दाइहरू आउँदैछ पछाडि है आज हाम्रो सिफ्ट चेन्ज दाइहरू चाहिँ यहाँ भरे रातिको लागि कफी सफीको व्यवस्था गर्दैछ चिसो चिसो हाम्रो इधर भाइ है दिल्ली इधर के खाता हूँ है इधर से कॉफी लेके हम खा रहा हूँ ल चिसो ल्याउनु चिसो चिसो अझै एउटा लिएर आउँदै आज हाम्रो सिफ्ट चेन्ज हो त्यही भएर 1 बजे उठेर हिँड्दैछौँ लाग्यो गाइज चिसो खाँदै लाग्यो ड्युटी गाइज है हामी सब्जी किन्ने हाम्रो सब्जी मन्डी यो हो अहिले बन्द भइसकेको छ गाइज मित्रहरू 12-1 बजीको घाममा हिँडेको छ 1 बजीको घाम यस्तो भर्याङ चढ्नुपर्छ यता देखाइदिनु नारायण दाइ यार अलिक अँधेर आउँदो रहेछ यार ल ठिक छ ल यस्तो घाम लागेको छ होइन हिँडिरहेको छ साथीहरू यो चाहिँ आँप है 24 महिना फलिबस्छ ओहो दामी हावा चलेछ त है चट्ट कुर्सी लिएर यहीँ बसौँ जस्तो लाग्ने है गाइजहरू यस्तै छ है हाम्रो यो 39-40 जनाको ग्रुप सब डे नाइट गरेर सबैभन्दा ठुलो चाहिँ हाम्रो ठुल दाइ छाता उड्ने दाइ है हाम्रो ड्युटी गर्ने चाहिँ यो बिल्डिङ हो हाम्रो काकाको गाइजहरू आइसक्यो ल हाम्रो काकाको टावरनिर मनोजजी यता हेर्नुहोस् ल ठिक छ हाम्रो मनोजजीको पनि हेरिसक्यो र फेरि अगाडि बढ्दैछौँ हामी पक्कै ल ठिक छ यस्तो नर्सरी हारिदिएर आइयो मित्रहरू हेर्ने म चाहिँ त्यो टावरको होइन पार्किङ एरियामा आइसकेँ ड्युटी गर्नेतिरमा आइसकेँ होइन यो ड्युटी गर्ने मेरो यो भित्र पर्छ लेभल 3 नम्बर पार्किङ एरियामा चाहिँ मेरो ड्युटी हो होइन त्यो अगाडि गार्ड हाउस छ के हेर्न साथी हो परदेशमा यस्तै हो